जबरजस्ती गर्दिन तारा मन परेसी दाइ को छोड्न सक्छ र हे होला पछि हाँस्नु नरनु यति साह्रै दाइ एकोरे नहुनु मान्छे भनी यत्रो वर्ष भइसक्यो गीदाउँदै हिँडे पेपेर पुपु गर्दै कतिन्छौ र म पनि अब विश्राम लिने बेला भयो भनेर हो के मान्छे बुढे यो रहेछ बच्चाको बिहे गरे पोदाई घर हुन्छ छाको अर्कैसँग घरबार जोटाउ भो भो मेरो दाइ लाटो रिस हाय कर लाउँदिन नभए मना त छेउछाउका नि उस्तै उस्तै छन् के रे छाना त हे थाल्यौ छेउछाउ नजर लाउन आगरै छौ दाइ तर निजेस गाउन हाय बने हुन्थ्यो मसँगै तिम्रो काम छेउछाउका त उहिलेदेखि नै के जिस काम रे उमेर ढल्की टेकेनी घुँडा रूपको बुढो दाइ हुँदैन मन बुढो मलाई सोझो ठानेर नचाको बुझी बुझी पनि किन बुझ पचाको दर्शन पाइयो गाईका बत्तीको जान्छु आज दाइ छ खुबी कतिको हे गाउन पाइछु तिमी सते पनि के जान्छौ र दाइ आउँदैन के पनि इन्द्रेणीमा रम्मर झम्मा हेरिरहेछु दाइ शिरदेखि पाउसम्म बल्ल बल्ल थोर थोरै खुलेछु हेर्यौ तिमीले दाइ झन् सबै भुलेछु सोरै मिठो बाँसुरी धुन जस्तो रूपै राम्रो दाइ नम्बरी सुन जस्तो सुनै जस्तो भनेर नहेर नामको मात्रै दाइ बत्ती हो महेर कति भयो गीत गाउन लाएको छौ कि छैनौ दाइ मन मिल्नी पाएको गीत गाएको त भइसक्यो धेरै तर अझै दाइ खाली नै छुकेर तिमीलाई भेट्दा भित्रैदेखि उमङ्ग जाग्या थियो खाली दिलमा दाइ बस्न मन लाग्या थियो दिभरमा कोहीको नबनेको यो झन्झटमा दाइ नपरम भनेको मादल बज्यो घिन्ताउ ताउ घिन्न कि एक्लै काट्न दाइ गाह्रो छ जिन्न कि देखेकी छु आँखैले कोटेको बेपछि नि दाइ छ
स्वास्ने धुरी हो बलो हो आफू भलो दाई जगतै भलो हो रे दाई सालाला दैनानको ईश्वर पिता झैका हुन्छ र दाई आफूले चिता झै रे दाई सालाला माया बस्ला 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 भइसक्यो रङ्ग रौरसैमा कता जानी दाई लक्ष्य छ दसैँमा रे दाई साला जान मन छ आफ्नै ठाउँतिर गाउनु र दाई जन्मेको गाउँतिर रे दाई सालाला दुःख सुख गरेरै खानी लान्थे मैले तिमलाई मेरो गाउँ जानी भाइ साला म त मेरो घरैमा जाने हो तिम्रो गाउँमा दाई के भनी लाने हो रे दाई सालाला म त आँट्छु एक आँट्छु दुई आँट्छु तिन आँट्छु 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 भनेपछि आँट्छु जे पर्छ टर्छ भन तिमलाई मैले के भन्दा स्वाद पर्छ रे दाई सालाला लान्छु लान्छु भनेको कति तिम्रो घरमा दाई छैन र श्रीमती रे दाई सालाला ए भने जस्तै घर धान्नी आएको भा टुलु टुलु तिमलाई के हेर्थे भएको भा रे दाई सालाला बढाउनलाई मायाको हातहरू झुटो बोल्छन् दाई केटाको जातहरू रे दाई सालाला ए हुन्न तिमलाई चिन्ता नटन्टा सङ्गत गरिदाई हेर न 2 घन्टा रे दाई सालाला कोही कति त नबोली हिँड्छ 2 घन्टा त दाई चिन्जान भइसकिन्छ रे दाई सालाला ए फुलभा ठाउँमा भमरा आउँछन् मान्छे कस्तो दाई गोन्दैले थाहा पाउँछन् रे दाई सालाला कति सोझी जालैमा फस्छन् के गन्धलाई त दाई अत्तर नि घस्छन् के दाई सालाला तिमलाई सोझी भनम कि लाटी पर्खा तिमलाई अब छोड्दिन मनमुटु नसाटी रे दाई सालाला दिउँसै देख्न थाल्यो कि सपनी क्यारे साट छौ दाई हेरो लामा पनि तिन तले घर टिन माथि धलान छ यही दसैँमा तिमलाई बेगर्ने पलान छ रे दाई सालाला मान्नु पर्छ कानुनको डर जबरजस्ती दाई लैजाने मन छ र रे दाई सालाला जबरजस्ती गर्दिन तारा मन परेसी दाई को छोड्न सक्छ र रे दाई सालाला हे होला पछि हाँस्नु नरोनु यति साह्रै दाई एकोरे नहुनु रे दाई मान्छे भनी यत्रो वर्ष भइसक्यो गिदाउँदै हिँडे पेपेर पुपु गर्दै कतिन्छौ र म पनि अब विश्राम लिने बेला भयो भनेर हो के मान्छे बुढे
यो रहेछ बच्चाको बेगरे पोदाई घर हुन्छ साको रे लैसाला अर्कैसँग घरबार जोटा भो भो मेरो दाइ लाटो रिस नउठा रे लैसाला हाय कर लाउँदिन नभए मना त छेउछाउका नि उस्तै उस्तै छन् के रे छाना त रे लैसाला हे थाल्यौ छेउछाउ नजर लाउन आगरै छौ दाइ तर निजेस्काउन रे लैसाला हाय बने हुन्थ्यो मसँगै तिम्रो काम छेउछाउका त उहिलेदेखि नै के जिस काम रे लैसाला हे उमेर ढल्की टेकेनी घुँडो रूपको बुढो दाइ हुँदैन मन बुढो रे लैसाला हाय मलाई सोझो ठानेर नचाको बुझी बुझी पनि किन बुझ पचाको रे लैसाला